अन्डा बहुत टेस्टी है। वाउ, दिस इज अ टाइपो मोमो। खजुर माछ मैले फेरि पनि ल्याइसकेको छु हैन, घरमा बनाएर हैन। यो चाहिँ झापाको फेमस अरे लिम्बू दिदीको फेमस टाइपो मोमो चाहिँ तपाईहरु माझ मैले चाहिँ घरमै बनाएर खाँदैछु। सो साथीहरु हैन, आज चाहिँ हेर्नु नि मैले ठुलो मोमो बनाउँछु, बिग मोमो हैन। लास्टमा चाहिँ टाइपो मोमो। ल यसो चाहिँ म यसरी फोड्छु नि साथीहरु। वाउ वाउ। ल यहाँ चाहिँ अचार राख्ने हैन। यो चाहिँ अन्डासँग चाहिँ राखेको छ, अचार हाल्ने हो हैन साथीहरु। ल साथीहरु, मैले चाहिँ टाइपो मोमो पनि टेस्ट गर्दैछु हैन, घरमा बनाएको कस्तो हुन्छ हैन तपाईहरुमा देखाउँदैछु। सो साथीहरु माया गर्दिँदै गर्नु होला। अंडा बहुत टेस्टी है। साथीहरु हजुरहरु पनि घरमा यसरी बनाएर खान सक्नुहुन्छ हैन। घरमा चाहिँ किनभने आफूले नै बनाएर फ्रेश खाना चाहिँ हजुरहरुले नि खान सक्नुहुन्छ अल्छी नगरिकिन है। खातिर एकदम मिठो लाग्यो। हाम्रो चाहिँ पाला आयो बच्चाको।